विज्ञान प्रविधिमा नव परिवर्तन भन्ने जुन काम छ यो नगरिकन देश समृद्धि हुँदैन। अनि देश समृद्धि भएन भने देशमा चाहिँ रोजगारी सिर्जना हुँदैन। रोजगारी सिर्जना भएन भने मान्छेले काम पाएन भनेदेखि मान्छेको दिमाग बौलाउँछ। अनि बौलाएपछि चाहिँ अनेक किसिमको चाहिँ अब अशान्तिहरू देशमा फैलिन्छन्। त्यस कारणले देशलाई चाहिँ एउटा स्थायित्व दिनको लागि देशलाई चाहिँ अब के अरे आर्थिक रूपमा चाहिँ एउटा समृद्धि बनाएर शक्तिशाली बनाएर देशको अस्तित्व वर्षौँ वर्षसम्म, सयौँ वर्ष, हजारौँ वर्ष सबैलाई देश चाहिँ हजारौँ वर्ष टिकोस् भन्ने चाहिँ लाग्छ। हजारौँ वर्ष चाहिँ देशलाई चाहिँ यो टिकाउनको लागि विज्ञान प्रविधि र नव परिवर्तनको चाहिँ के अरे सहयोग नलिकन हुँदैन। मैले चाहिँ एकदमै ठोकेरै भनिरहेको। अहिलेसम्म यो कुरा धेरैलाई मैले यो कुरा भन्दाखेरि धेरैको चाहिँ कान पनि दुखिसक्यो होला क्या। एउटै कुरा चाहिँ पटक पटक कति पटक चाहिँ सुन्दाखेरि त कान दुख्छ नि कतिको त।